हेलो गाइज, दर्शन नमस्कार। के छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ त? के हजुरहरूले चाहिँ प्रयोग गरिरहेको मोबाइल चाहिँ मोबाइलको मेसेन्जर चाहिँ के लक गरेर राख्न चाहनुहुन्छ? हजुरको पर्मिसन बिना चाहिँ अरू कसैले चाहिँ नहेरोस् भन्न चाहिँ हजुरले चाहिँ चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्। यस भिडियो अन्तर्गत रहेर म चाहिँ यस विषयमा चाहिँ जानकारी दिन गइराखेको छु। बाँकी म स्क्रिन सेयर गरेर हजुरहरूलाई देखाउन चाहन्छु। त्यसको लागि सबभन्दा पहिला चाहिँ हामी मेसेन्जरमा जाने अनि मेसेन्जरमा गइसकेपछि यसलाई ओपन गर्ने। ओपन गरिसकेपछि हजुरले यहाँ राइट साइडमा यहाँ तल चाहिँ हजुरले देख्न सक्नुहुन्छ 3 डट देख्न सक्नुहुन्छ। यसमा चाहिँ टच गर्ने। यसमा टच गरिसकेपछि हजुरले यहाँनिर सेटिङ भन्ने चाहिँ अप्सन देख्न सक्नुहुन्छ अनि यो सेटिङमा टच गर्ने। सेटिङमा टच गरिसकेपछि हजुरले इन्स्टल गर्दै गर्दै हैन तलतिर आउने अनि यहाँनिर चाहिँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ हजुरले प्राइभेसी एन्ड सेफ्टी लेखेको छ नि, यसमा चाहिँ टच गर्ने। यसमा टच गरिसकेपछि हजुरले यहाँनिर चाहिँ हजुरले देख्न सक्नुहुन्छ याप लक छ नि, यसलाई चाहिँ हामीले चाहिँ अन टच गर्ने। यहाँनिर सिम्पल्ली हजुरले यहाँनिर यसरी आइसकेपछि यहाँनिर चाहिँ हजुरले चाहिँ यहाँनिर यो बटन देख्न सक्नुहुन्छ अनि यसलाई चाहिँ अन गरिदिने। अनि अन गरिसकेपछि यहाँनिर हजुरलाई चाहिँ यो अन गरिराख्यो भने हजुरको पर्मिसन बिना चाहिँ अरू कसैले चाहिँ यो एप खोल्न सक्दैन। जस्तो मैले चाहिँ अब हैन जो अन गरेँ नि हैन, अन गरिसकेपछि अब चाहिँ मेसेन्जर मैले खोलेँ भने यहाँनिर चाहिँ हजुरले यसरी देख्यो। यसरी चाहिँ हामीले चाहिँ मेसेन्जर चाहिँ अब लक गर्न सक्छौँ। हजुरले चाहिँ अब यदि चाहिँ हजुरले चाहिँ यो सेटिङ चाहिँ अन गरिराख्नु भयो भने हजुरको फेस अथवा चाहिँ पिनकोड नम्बर बिना चाहिँ यो कसैले पनि खोल्न सक्दैन। भिडियो हेरिदिनु भएकोको लागि धेरै धेरै धन्यवाद। यदि मन पर्यो भने भिडियो लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। टेक केयर, बाई।